सर्वप्रथम मैले चाहिँ काइनमास्टरबाट भिडियो बनाउँदै छु। काइनमास्टरको ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले यस्तो इन्टरफेस देख्नुहुन्छ। इन्टरफेसमा तपाईले मिडियामा क्लिक गरेर एउटा सर्ट इमेजहरु सिलेक्ट गर्नु होला। मैले चाहिँ एउटा कलर चुज गर्ने छु। त्यो इमेजलाई चाहिँ क्लिक गरिसकेपछि तपाईको त्यसको लेन्थ बढाउन र घटाउन यसरी सक्नुहुन्छ। भिडियोमा देखाए जसरी नै तपाईलाई भिडियो कत्रो छ त्यही अनुसारको आवश्यकता बढाउनु होला। मैले चाहिँ 10-11 सेकेन्ड जतिको बनाउँछु। बनाइसकेपछि फेरि एउटा मिडियामा गएर एउटा लेयर थपेर एउटा व्हाइट कलरको लेयर थप्दै छु। तपाईले त्यसलाई क्रप पनि गर्न सक्नुहुन्छ। देखाए जसरी क्रपमा गएर क्रप गर्नुहोस्। क्रप गरिसकेपछि त्यसलाई थोरै तलहरु सारेर तपाईलाई आवश्यकता अनुसारको सब्स्क्राइब बटनहरु लिन सक्नुहुन्छ। मैले चाहिँ आफै बनाउँदै छु, हेर्दै जानु होला। पुनः मिडियामा क्लिक गरेर इमेजमा जानु होला। इमेजमा गएपछि तपाईले एउटा फोटो सिलेक्ट गर्नु होला। मैले एउटा फोटोलाई लिएको छु अनि फोटो लिइसकेपछि यसलाई पनि क्रप आवश्यकता अनुसार गर्न सक्नुहुन्छ। यसलाई मैले थोरै क्रप गरे। क्रपमा जानु होला। क्रपमा गइसकेपछि मास्कलाई अन गर्नु होला। अन गरिसकेपछि तपाईले त्यहाँ एउटा शेप पाउनुहुन्छ। मैले चाहिँ गोलो शेपमा राखेको छु। त्यसलाई आवश्यकता अनुसार घटबड पनि गर्न सक्नुहुन्छ र उक्त व्हाइट लेयर माथि चाहिँ मैले त्यसलाई ल्याएर राखेको छु। देखाए जसरी नै अब त्यसमा तपाईले आफ्नो नाम हाल्नु पर्ने हुन्छ। नाम हाल्नको लागि तपाईले देख्न सक्नुहुन्छ व्हाइट लेयर माथि एउटा फोटोहरु मैले सिलेक्ट गरेर लिएर आए। यसको पनि लेन्थ बढाउनु घटाउनु अथवा आवश्यकता अनुसार तपाईले सक्नुहुनेछ। यति गरिसकेपछि तपाईले यसको इन एनिमेसन र आउट एनिमेसनमा पछाडी आउने र जाने कसरी राख्ने भन्नेलाई पनि सिलेक्ट गर्नु होला। त्यसको लागि इन एनिमेसन भनेको चित्रमा देखाए जसरी त्यो चाहिँ प्ले बटनहरु अथवा त्यो चाहिँ कसरी प्ले हुन्छ त त्यसलाई चुज गर्न सक्नुहुन्छ है। अनि इन एनिमेसन मैले फोटोको पनि इन एनिमेसनलाई साइड लेफ्टबाट सिलेक्ट गरेको छु। तपाईलाई कुन चाहिँ मन पर्छ सोही अनुसार राख्न सक्नुहुन्छ। त्यसपछि मिडियामा गएर फेरि आउट एनिमेसनलाई पनि गर्दिनु भयो भने जसरी आएको थियो त्यसरी नै लैजानु भयो भने तपाईले राख्दाखेरि चाहिँ एकदम एट्र्याक्टिभ देखिन्छ। देख्न सक्नुहुन्छ। प्ले गरेर पनि देखाइराखेको छु मैले। फेरि हेर्नु होला कति लेयरहरु थप्दै लिएर जानु पर्ने हुन्छ। ध्यान दिएर हेर्नु होला। एक एडिटहरु तपाईले ध्यान दिएर गर्नु होला। तपाईले स्टेप बाइ स्टेप फलो गर्नु भयो भने मात्र उक्त कसरी बनाउनु पर्ने रहेछ, कसरी एडिट गर्नु पर्ने रहेछ र आफ्नो सब्स्क्राइब बटनहरु आफ्नो फोटो राखेर अनि नामहरु राखेर कसरी गर्न सकिन्छ भनेर तपाईले बुझ्नु हुनेछ। अब मैले चाहिँ फेरि अर्को लेयर राखेर चाहिँ नाम राख्दै छु मिस्टर सुमन। व्हाइटमा व्हाइट कलर के भएर देखिएको छैन। यसलाई पनि कलरहरु चेन्ज गर्न सकिन्छ। तपाईले कलरमा गएर आवश्यकता अनुसारको कलर पनि राख्न सक्नुहुन्छ। मैले ब्ल्याकमा राखेको छु। हेर्नु यसको पनि अब आउट एनिमेसन र इन एनिमेसनहरुलाई मिलाउनु होला। जसरी पहिलो लेयरहरु जस्तो व्हाइट कलरको र फोटोहरुको एनिमेसन जसरी राखिएको थियो त्यसरी नै राख्नु भयो भने यसलाई उत्तम हुन्छ। मैले यसलाई ब्याकग्राउन्डलाई इनेबल गरेको छु। हेर्नुस् तपाईले आवश्यकता अनुसारको कलरहरु पनि चुज गर्न सक्नुहुन्छ। कुन चाहिँ कलर तपाईको लागि बेस्ट हुन्छ त्यही अनुसारले राख्नु होला। व्हाइटमा व्हाइट कलर देखिदैन त्यसरी मैले ब्ल्याक कलरमा राखेको छु। झट्टै हेर्दा राम्रो पनि देखिन्छ। त्यसपछि पुनः अब यसलाई पनि एनिमेसनहरु मिलाउँदै छु मैले। हेर्नु होला कसरी आएको छ कसरी गएको छ। मैले तपाईलाई एक प्ले गर्दै देखाइरहेको छु। हेर्न सक्नुहुन्छ। सुरुमा मैले पहिलो व्हाइट कलरको एउटा लेयर राखे, त्यसपछि एउटा फोटोहरु राखे, त्यसपछि नामहरु राखेको छु। अब सोही नामको पछाडी एउटा सब्स्क्राइब बटन त्यसलाई पनि राख्ने छु। यो पनि व्हाइट कलरको भएको छ। यसलाई पनि कलर चेन्ज गरेर अर्को कलरमा राख्ने छु। हेर्नुस् मैले यसलाई रेड कलर चुज गरेको छु। तपाईले आवश्यकता अनुसार ठुलो र सानोहरु मिलाउन सक्नुहुनेछ।
भिडियोमा देखाए जसरी नै यसमा पनि तपाईहरुले लेयरहरु राख्नुपर्ने हुन्छ। मैले लेयरहरु राखेर बनाउँदा पनि हुन्छ। मैले लेयरहरु चाहिँ राखेको छैन। यसलाई एनिमेसनको पार्टहरु पनि छ। यसको लागि म क्रमशः देखाउँदै छु, तपाई हेर्दै जानु होला। मैले चाहिँ क्यापिटल अक्षरमा सुइटेबल हुन्छ कि भनेर क्यापिटल अक्षर पनि चुज गर्दै छु, कस्तो देखिन्छ। तपाईले आवश्यकता अनुसार तपाईले सब्स्क्राइब बटनको अगाडि आफ्नो नामहरु पनि राख्न सक्नुहुन्छ अथवा केही नराख्न पनि सक्नुहुन्छ। त्यो तपाईको विचार। मैले यसलाई रेड कलरमा नै राख्ने विचार गरेको छु, सुइटेबल हुन्छ जस्तो लागेको छ। तपाईलाई एक एक प्ले गर्दै एडिट गर्दै देखाउँदै छु। त्यसपछि पछाडीपट्टि बेल आइकनको चिन्हहरु रहनेछ। तपाईले यो काइन्डमास्टर के पेक्सा बे भन्नेमा पनि सिधै बटनहरु पाउन सक्नुहुन्छ। यसलाई गर्नुभयो भने पनि केही मिलाउनु पर्ने हुन्छ। यसको लिंकहरु म डिस्क्रिप्सन बक्समा पनि राखिदिउँला, त्यहाँबाट डाउनलोड गरेर पनि सजिलै बनाउन सक्नुहुन्छ। मैले बेल आइकनको सिम्बलहरु राखेको छु। भिडियो अलिकति लामो हुन सक्छ, तर यसलाई ध्यान दिएर हेर्नुभयो भने तपाईले आफूले एडिट पनि गर्न सक्नुहुन्छ र एडिट गर्ने तरिकाहरु पनि थाहा हुनेछ तपाईहरुलाई, कसरी एडिट गर्नुपर्ने रहेछ। अगाडिपट्टि फोटो छ, पछाडी नाम र सब्स्क्राइब बटन अनि बेल आइकन राखेको छु मैले। तपाईलाई एक एक प्ले गर्दै कसरी एनिमेसनहरु कसरी आउँछ, कसरी जान्छ र कसरी एडिट गर्नुपर्छ भनेर देखाइरहेको छु। त्यसको लागि एउटा बेल आइकनलाई क्लिक गर्नको लागि मैले एउटा ह्यामर जस्तो चिन्ह राखेको, सिम्बलहरु राखेको छु। तपाईहरुले जे पनि राख्न सक्नुहुन्छ आफ्नो आवश्यकता अनुसार। मैले पेक्साबे अथवा इमेजहरुबाट चुज गरेको छु। अरु अन्य आवश्यक पर्ने लेयरहरु चाहिँ मैले मिडिया अथवा लेयरबाट चाहिँ मैले याडहरु गराइराखेको छु। मिडियामा गएर थप याड लेयरहरु आउँछ, त्यसमा गएर तपाईले याड गर्न सक्नुहुन्छ। मैले एउटा पुनः याडहरु थपेको छु, लेयरहरु थपेको छु। त्यस लेयरमा चाहिँ बेल आइकनलाई क्लिक गरिसकेपछि अल पर्सनल अर नोन भन्ने अप्सनहरु राख्नको लागि याड गरेको छु। हेर्दै जानु होला। उक्त लेयर चाहिँ मैले ब्याकग्राउन्ड जस्तो छ त्यस्तै राख्नको लागि चुज गर्दै छु, ताकि भोलिका उसमा क्रोमा कीमा ब्याकग्राउन्डहरु हटाउँदाखेरि चाहिँ सुइटेबल हुन्छ कि भनेर। ध्यान दिएर हेर्नु होला। अब बेल आइकन क्लिक गरिसकेपछि त्यो सब्स्क्राइबको बटन सब्स्क्राइब हुनेछ र माथि आउनेछ, लेयरहरु थपिनेछ जसमा अलको अप्सन हुनेछ, पर्सनलको हुनेछ र नोनको तीनटा अप्सनहरु हुनेछ। त्यसलाई म्यानेज गर्नको निम्ति मैले एडिटिङहरु गरिराखेको छु। एक एक ध्यानसित हेर्दै जानु होला, ताकि तपाईले पनि कसरी एडिट गर्नुपर्छ, कसरी एडिट गरिँदो रहेछ भन्ने कुराहरु र आफ्नो सब्स्क्राइब बटनहरु कसरी बनाउनु पर्छ भन्ने कुराहरुलाई चाहिँ बुझ्न सक्नुहुन्छ र आफैले पनि बनाउन सक्नुहुन्छ। जुन लेयरहरु चलिराखेको छ, फोटोहरु चलिराखेको छ, नाम र सब्स्क्राइब अनि बेल आइकनका सिम्बलहरु जसै तल र माथि चलिराखेको छ, यो चाहिँ एनिमेसनबाट भएको छ। तपाईले यतापट्टि राइटपट्टि देख्न सक्नुहुन्छ। तपाईले इन एनिमेसन र आउट एनिमेसनमा क्लिक गरेर त्यसलाई लेयरहरुलाई चाहिँ कसरी तल र माथि मुभ गराउने त्यसलाई हेर्न सक्नुहुन्छ। त्यो चाहिँ यहाँबाट भइराखेको छ। माथि आइराखेको छ अल पर्सनल र नोनको एकाउन्ट हेर्नुस्। यसलाई एक एक गरी एडिट गरिराखेका छौं, हामीले प्रष्ट हुने गरी देखाइराखेका छौं।
हेर्दै जानु होला। तपाईले यसलाई आवश्यकता अनुसार तल र माथि स्लिप गरेर काट्न पनि सक्नुहुन्छ र आवश्यकता अनुसार केरी काट्ने कसरी लम्ब्याउने भन्ने कुराहरूलाई चाहिँ देखाइराखेको छु मैले। सब्स्क्राइब बटनलाई बेल आइकन जब क्लिक गरिन्छ तब चाहिँ सब्स्क्राइब जब क्लिक गरिन्छ तब सब्स्क्राइब बटनहरू चाहिँ सब्स्क्राइबमा परिणत हुनेछ। म त्यसलाई चाहिँ रोटेट गरेर एडिटिङ गरेर मिलाउँदैछु, देखाउँदैछु तपाईहरुलाई कसरी गरिन्छ। हेर्नु होला, जब अगाडिको नाम र सब्स्क्राइब बटन अनि बेल आइकन एउटै सही तरिकाले ल्याउनको निम्ति सबैकोलाई चाहिँ भिडियोहरुलाई चाहिँ जब यतापट्टि राइट क्लिक अथवा लेफ्ट क्लिक गरेर चाहिँ मैले तानेर चाहिँ मिलाउँदैछु ताकि एकैसाथहरु सबै आउन सकोस्, देखिन सकोस्। देखिरहनु भएको छ मिस्टर सुमन नाम चाहिँ तल र माथि रोटेट भइराखेको छ, मुभ भइराखेको छ, तर अरु मुभ हुन सकेको छैन। म त्यसलाई मिलाउँदैछु। एनिमेसन आउट एनिमेसनबाट चाहिँ कसरी मुभ हुँदो रहेछ तपाईलाई देखाउँदैछु मैले। सो अनुसार एक स्टेप बाइ स्टेप फलो गर्दै जानु होला। मैले बेल आइकनलाई चाहिँ कसरी मुभ गर्ने, जसरी जुन एनिमेसनहरु जुन तरिकाबाट आउँदै छन् यो लेयरमा भएका सम्पूर्ण एनिमेसनहरुलाई चाहिँ सोही अनुसारले ल्याउनु पर्ने छ। भिन्दै तरिकाले रोटेट गराउनु भयो भने अलि एट्र्याक्टिभ देखिँदैन। मैले एउटै पोजिसनहरुमा राख्दै छु। आउट एनिमेसन जसरी आयो त्यसरी नै पठाउनको निम्ति एनिमेसनहरु निर्देशहरु गरिराखेको छु। हेर्नु होला, सब्स्क्राइब बटनलाई पनि मैले स्लाइड अप सबै नाम, सब्स्क्राइब र बेल आइकन त्यस्तै गरी फोटोहरुलाई पनि मैले स्लाइड डाउन र अफ गरेर मिलाइराखेको छु। इन एनिमेसनमा अफ गरेको छु भने आउट एनिमेसनमा डाउन गरेको छु। तपाईले प्ले गरेर पनि देखाउँदै छु। हेर्नुस् कसरी मुभहरु भइराखेको छ। फोटोहरुलाई पनि मैले अप र डाउन गरेर एनिमेसनमा दिइराखेको छु। हेर्दै जानुहोस् मैले कसरी एनिमेसनहरु एक्ज्याक्टली सही टाइम र सही एनिमेसनहरुलाई राम्रो तरिकाले मिलाउँदै आइराखेको छु। तपाईहरुले पनि एक गरी हेर्नु भयो भने आफ्नो सब्स्क्राइब बटनहरुलाई पनि यसरी नै मिलाउन सक्नुहुन्छ। अब यहाँ हामीले कट गर्नुपर्ने छ। जब सब्स्क्राइब बटनलाई क्लिक गरिसके पछाडि जब बेल आइकन क्लिक गर्ने बेलामा अब माथि एनिमेसनहरु आउँछ, देख्न सक्नुहुनेछ। जब बेल आइकनहरु बज्छ तब अल अथवा अल पर्सनल र नोनको जब सिग्नलहरु आउँछ यसलाई देखाउने प्रयासहरु मैले गरिराखेको छु। जुन एनिमेसनहरुको टाइम पिरियड छ त्यसलाई एक्ज्याक्टली राखिदिनु होला। एक्ज्याक्टली राख्नु भयो भने मात्र सही समयमा सही एनिमेसनहरुलाई चाहिँ प्रस्तुत गर्न सकिन्छ। जसरी नामलाई अलि एनिमेसनहरु एक्ज्याक्टली करेक्ट भएको छ। अब बेल आइकन पछाडिका नन पर्सनल र अलको अप्सनहरुलाई एक्ज्याक्टली गर्ने प्रयत्नहरु गरिराखेको छु। हेर्नुस् लेयरहरुलाई तान्दै खुम्च्याउँदै मिलाइराखेको छु। जसरी तपाईहरुले देख्न सक्नुहुनेछ मैले लेयरहरु मिलाउँदै छु, अल पछाडिका अप्सनहरु राख्दै छु। माथिको लेयरहरुलाई चाहिँ मैले कलर चेन्ज गरिराखेको छु। देख्न सक्नुहुन्छ। तपाईले जुन कलर पनि राख्न सक्नुहुन्छ। जुन कलरको अप्सनमा क्लिक गरेर तपाईले आवश्यकता अनुसारको कलरहरु चुज गर्न सक्नुहुन्छ। जुन कलर हामीले सुरुमा व्हाइट कलर लिएका थियौं त्यसैलाई मध्यनजर राखेर चाहिँ व्हाइट कलरमै सुटेबल हुन्छ भनेर चाहिँ कलरहरु चुज गरेका छौं। तर हामीले देखाएका एनिमेसनहरुमा लेटरहरुमा जुन नोटिफिकेसन पछाडि आउने अल पर्सनल र नोनको जुन अप्सनहरु छ त्यसको चाहिँ हामीले कलरहरु चेन्ज गरेर ब्ल्याकै कलरहरु राखेको छौं। जुन कलरहरु पनि राख्दा हजुरलाई जुन सुटेबल हुन्छ त्यही कलरहरु चुज गरेर राख्नु होला। मैले तपाईलाई एक गरी देखाउँदै छु। जुन कुराहरु तपाईले थप गर्नुपर्ने हुन्छ, जुन कुराहरु तपाईले याद गर्नुपर्ने हुन्छ त्यसलाई चाहिँ थप लेयरहरु राखेर
गर्दै जानुपर्ने छ। जुन लेयरहरू चाहिँ तपाईँले मिडियामा क्लिक गरेपछि पाउन सक्नुहुन्छ। मैले यसलाई लेयरहरू तल र माथि तान्दै मिलाउँदैछु। हेर्नुहोला, त्यसलाई पनि मैले थप एडिट गरे पश्चात जुन टेक्स्टहरू लेखिसके पश्चात त्यसलाई पनि मैले एनिमेसनमा राख्दैछु। जुन एनिमेसनहरू तपाईँले इन एनिमेसन र आउट एनिमेसनको जुन प्रक्रियाहरू अगाडि राख्नुभएको थियो, जुन प्रक्रियाहरू जुन सिस्टमहरू राख्नुभएको छ, यसलाई डाउन र अप मैले सोहीमा राखेको छु। तपाईँले अगाडि जुन एनिमेसनहरू निर्देश गर्नुभएको छ त्यसलाई मात्रै फोकस गरिदिनु होला। मैले सम्पूर्ण एनिमेसनहरूलाई स्लाइड डाउन र अफ गरेर राखिसकेको छु। तपाईँलाई मैले प्ले गरेर पनि देखाउँदैछु। हेर्नुहोला, तर कतिपय ब्याकग्राउन्डहरू हटिसकेको छ, कट भइसकेको छ। त्यसलाई पनि कट गर्न र याड गर्नको निम्ति सुइटेबल हुनेछ। मैले व्हाइट कलरको ब्याकग्राउन्ड पनि कट गरेँ। अब तपाईँहरूलाई एकमुष्ट रूपमा प्ले गरेर देखाउने छु कस्तो देखिन्छ, हेर्दै गर्नुहोला। र तपाईँले पनि आफ्नो एनिमेसनहरूलाई चाहिँ विशेष ध्यानमा राखेर प्ले गर्नुभयो भने एकदम तरिकाले सोचे जस्तो भने जस्तो चाहिँ तपाईँले सब्सक्राइबको बटन चाहिँ बनाउन सक्नुहुन्छ। तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव दिनुहोला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।